हेलो नमस्कार साथीहरू। आज चाहिँ रबिन भाइ र म चाहिँ यो हाम्रो दोहाको नेसनल म्युजियम भन्ने ठाउँमा चाहिँ घुम्न आएको छौँ होइन। यो नेसनल म्युजियम चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो रुमदेखि अलिक नजिकै भए तापनि हामी यसरी आएर चाहिँ घुम्ने मौका पाएको थिएनौँ। भन्दाखेरि पनि प्लान बनाएर यसरी आउने हामीले सोचेका थिएनौँ। आज चाहिँ भाइ र मैले सल्लाह गरेर चाहिँ ल जाउँ न त भनेर घुम्न आएको होइन। आजै मङ्गलबारको दिन चाहिँ बन्द रहेछ होइन। अब कहीँ जानुभन्दा अगाडि चाहिँ त्यो ठाउँको बारेमा अलिअलि अब इन्क्वायरी गरेर हिँड्नु पर्नेमा हामी पनि अब खुल्लै होला भनेर आयो, बन्द रहेछ होइन। अब अरू दिन कुनै दिन आउनु पर्ला होइन। यहाँ चाहिँ धेरै कुराहरू नेपालबाट पनि कतिपय कुराहरू ल्याएर राखेको छ भन्ने कुरो सुनेको छ। अब अर्कोपल्ट आएर के गर्छ भने चाहिँ यहाँहरूलाई पनि जानकारी गराउँछु म होइन। अब आज यहाँनिर चाहिँ पस्न मौका नपाएपछि हामी यताबाट सर र उतापट्टि चाहिँ कर्निस भन्छ त्यतापट्टि चाहिँ हामी जान्छौँ, यसो हेर्छौँ। यति बेला खासै गर्मी पनि छैन, ठिकै छ मौसम, शीतलै छ होइन। भाइ कसरी के भयो तिमीलाई? एकदम छक्क परेर हेरिरहेछौ त। त्यहाँ माछा रहेछ क्या? माछा रहेछ? ए पोखरी यसरी बनाएको रहेछ होइन। यस्तो छ। यो चाहिँ एकदमै ठुलो एरियामा फैलिएको छ होइन। यो नेसनल म्युजियम भन्ने चाहिँ यो चाहिँ म यहाँ कतार आए पछाडि निकै पछाडि बनाएको हो होइन। ठुलो एरियामा फैलिएको छ। योभन्दा अगाडि पनि आएको थियौँ हामी, तर बन्द भइसकेपछि आइएछ। फेरि कुनै दिन आउने अनि तपाईँहरूलाई पनि भिडियो बनाएर चाहिँ देखाउने छु होइन। अब हामी उतापट्टि जान्छौँ समुद्रतिर है त। आजलाई यति नै। See you.